कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कौस्तुभं नासाग्रे परमौक्तिकं करतले वेणुकरे कङ्कणं सर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे च मुक्तावली गोपस्त्री परिवेष्टितो विजयते गोपाल चूडामणि। श्री गणेशाय नमः। समादरणीय दर्शक एवं श्रोता मित्रहरू नमस्कार। म ज्योतिषी ओम प्रकाश पोखरेल यहाँहरुको सामु उपस्थित भइसकेको छु। सदाका चाहिँ दैनिक राशिफल लिएर आज हामी तपाईहरुको सामु दैनिक राशिफल लिएर उपस्थित भएका छौं भने आज हामीले तपाईहरुलाई आजको दिनमा गर्नुहुने कर्महरू, के कर्महरू गर्दा शुभ हुन्छ र के कर्महरू गर्दा अशुभ हुन्छ र तपाईहरुले आफ्ना नित्य तथा नैमित्य कार्यहरूलाई कसरी चाहिँ गर्न सक्नुहुन्छ, लाभ अमृत र सुवेलाहरूलाई मध्यनजरमा राखेर गर्न सक्नुहुन्छ र त्यो बेलाहरू कति बजे चाहिँ परेको छ त आजको दिनमा राहु काल, यमघण्टक काल, गुलिक काल र अभिजित मुहूर्तहरू कुन कुन समयमा परेका छन्। आजको दिनमा तिथि बार नक्षत्र योग करणहरू के छन् र त्यो तिथि बार नक्षत्र योग करणहरूको फलादेश सहित तपाईहरुको सामु भिडियो लिएर उपस्थित भइसकेका छौं र तपाईहरुले यात्रामा जानु पूर्व के खाएर यात्रा गर्दा शुभ हुन्छ, कुन दिशातर्फ यात्रा गर्ने र कुन मन्त्र जपेर यात्रा गर्दा तपाईहरुको यात्रा सफल र सबल रहने सम्भावना बढी हुन्छ भन्ने कुरा पनि आजको भिडियोमा तपाईहरुको सामु लिएर उपस्थित भइसकेका छौं र तपाईहरुलाई पञ्चाङ्ग खण्ड हाम्रो भिडियोमा चाहिँ पहिला बताइने छ भने पञ्चाङ्ग खण्डको समाप्तिसँगै राशिफल खण्डमा हामी प्रवेश गर्नेछौं। सुरुमा पञ्चाङ्ग खण्ड श्रवण गरेर मात्र तपाईहरु राशिफल खण्डमा प्रवेश गर्नुहोला र तपाईहरुले हाम्रो भिडियो कुन ठाउँबाट हेर्दै सुन्दै हुनुहुन्छ र तपाईहरुलाई कस्तो लाग्दैछ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया तलको कमेन्ट बक्समा कमेन्ट गरेर बताइदिन नबिर्सिनुहोला र आफ्ना मनका जिज्ञासा मनोकांक्षाहरू केही छन्, यस्तो खालको भिडियो ल्याइदिए हुन्थ्यो भन्ने कुराहरू पनि तलको कमेन्ट बक्समा कमेन्ट गरेर बताइदिन सक्नुहुनेछ। तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै आउने बेल नोटिफिकेसनलाई पनि अलमा राख्न नबिर्सिनुहोला, किनकि तपाईहरुले सब्स्क्राइब गर्ने बित्तिकै हामीले अपलोड गर्ने यस्तै मासिक राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल र वार्षिक राशिफलका भिडियोहरू शीघ्र र छिटोभन्दा छिटो चाहिँ प्राप्त गर्नुहुनेछ। धर्ममा आधारित र ज्योतिषमा आधारित भिडियोहरू पनि हामीले यही च्यानल मार्फत लिएर आउने गर्दछौं र तपाईहरुलाई ज्योतिष सम्बन्धी केही कुरा जान्न बुझ्न सिक्न मन छ भने तपाईहरुको पारिवारिक जीवन, वैवाहिक जीवन, विद्यार्थीगत जीवन अथवा पेशागत जीवन जुन कुनै क्षेत्रमा पनि समस्याहरू देखिएका छन् भने त्यो समस्याको समाधान तल रहेको सम्पर्क नम्बरमा सम्पर्क गरेर हाम्रो ओम ज्योतिष परामर्श केन्द्रलाई सम्पर्क गरेर आफ्नो समस्याको समाधान जरैबाट चाहिँ निकाल्न सक्नुहुनेछ र तपाईहरुलाई ज्योतिष सम्बन्धी केही कुरा, ज्योतिष उपचार पनि तल रहेको सम्पर्क नम्बरमा सम्पर्क गरेर गर्न सक्नुहुनेछ। तपाईहरुलाई मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने तल रहेको डिस्क्रिप्सनमा रहेको फेसबुकको लिंकबाट हामी फेसबुकमा जोडिएर पनि प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नेछौं। आदरणीय दर्शक एवं श्रोता मित्रहरू, अब ढिला नगरिकन लागौं विषयवस्तुतर्फ नै। तर त्यो भन्दा पहिला तपाईहरुले यस भिडियोलाई एक लाइक, एक कमेन्ट, एक शेयर अवश्य पनि गरिदिनु होला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला भन्दै अब लागौं विषयवस्तुतर्फ नै। आदरणीय दर्शक एवं श्रोता मित्रहरू, आज मिति 2082 साल असार महिनाको 5 गते बिहीबार, तदनुसार इस्वी सम्वत 2025 जुन 19 तारिक। आज असार कृष्ण अष्टमी तिथि परेको छ भने आज 12:16 जाँदासम्म रहनेछ दिउँसोको। नेपाल सम्वत अनुसार 1145 तसलात 65। आजका लागि सूर्योदय बिहान 5:08 जाँदा हुनेछ भने सूर्यास्त साँझको 7:02 जाँदा हुनेछ। आजका लागि दिनमान रहनेछ 13:53 पला। नेपाल सम्वत अनुसार 1145 तसलात अष्टमी, नक्षत्र उत्तर भाद्रा, नक्षत्र करण कौलव करण, योग आयुष्मान योग भोलि 6:28 जाँदासम्म रहनेछ। चन्द्रोदय 12:05 जाँदा हुनेछ भने चन्द्रास्त दिउँसोको 12:32 जाँदा हुनेछ। चन्द्रमा मीन राशिमा व्याप्त रहनेछन्। आजका लागि कुनै पनि साइतहरू जुरेका छैनन्। अब लागौं लाभ अमृत र सोहेलाहरूतर्फ। बिहान 5:08 देखि 6:52 सम्म सोहेला रहनेछ।
6:52 8:36 रोक बेला रहनेछ। 8:36 10:21 उद्योग बेला रहनेछ। 10:21 12:05 चर बेला रहनेछ। 12:05 1:49 लाभ बेला रहनेछ। 1:49 3:33 अमृत बेला रहनेछ। 3:33 5:17 काल बेला रहनेछ। 5:17 7:02 सुवेला रहनेछ। अब लागौँ रात्रि बेलाहरूतर्फ। 7:02 8:17 लोक बेला रहनेछ। 8:17 9:33 उद्योग बेला रहनेछ। 9:33 10:49 चर बेला रहनेछ। 10:49 12:05 लाभ बेला रहनेछ। 12:05 1:21 अमृत बेला रहनेछ। 1:21 2:36 काल बेला रहनेछ भने 2:36 3:52 सुवेला रहनेछ। 3:52 5:08 रोक बेला रहनेछ। आदरणीय दर्शक एवं श्रोता मित्रहरू, सम्पूर्ण कार्यहरूका लागि लाभ अमृत र सुवेला अत्यन्तै राम्रा र महत्त्वपूर्ण बेलाहरूको रूपमा लिने गरिएको छ। तपाईहरुले आफ्ना नित्य तथा नैमित्त कार्यहरू लाभ अमृत र सुवेलालाई मध्यनजरमा राखेर गर्नुभयो भने पक्कै पनि तपाईहरुको दिन सफल राम्रो र शुभ हुनेछ। अब लागौँ राहुकाल यमघण्टकाल गुलिको काल र अभिजित मुहुर्ततर्फ। आजका लागि राहुकाल रहनेछ 1:50 देखि 3:34 जाँदासम्म। राहुकाल भनेको अशुभ समय हो। यो समय अवधिमा कुनै पनि प्रकारका शुभ कार्यहरू सुरु गर्न वर्जित गरिएको छ। आजका लागि यमघण्टक रहनेछ 5:09 देखि 3:53 जाँदासम्म। यमघण्टक भनेको मङ्गलको अशुभ उपग्रह मानिन्छ। उपग्रहको मतलब यसको भौतिक स्वरूप छैन, एक गणितीय बिन्दु मात्रै हो। यमघण्टकलाई महाशुभ पनि मानिन्छ र यसले मृत्युतुल्य कष्ट दिन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ। तसर्थ यो समयमा आफ्नो शुभकार्य यात्रा आदि सुरुवात नगर्नुहोला। अब लागौँ गुलिको कालतर्फ। 8:37 देखि 10:22 गुलिको काल रहनेछ। गुलिको काल भनेको शनिको अशुभ उपग्रह मानिन्छ। उपग्रहको मतलब यसको भौतिक स्वरूप छैन, एक गणितीय बिन्दु मात्रै हो। पुराण अनुसार गुलिको काल शनिदेवको पुत्र पनि मानिन्छ र यो समयमा गरिएका कार्यहरू पूर्ण हुँदैन र पुनः दोहोऱ्याएर गर्नुपर्ने हुन्छ। गुलिको कालमा आफ्नो महत्त्वपूर्ण तथा शुभ कार्यहरू सुरुवात नगर्नुहोला। अब लागौँ अभिजित मुहुर्ततर्फ। 11:38 देखि 12:33 जाँदासम्म अभिजित मुहुर्त रहनेछ। अभिजित मुहुर्त भनेको अति शुभ मुहुर्त हो। यो समयमा पूजा आराधना वा हवन गराएर ईश्वरको आराधना गरी मनोकांक्षा पूर्ण हुनेछ। तपाईको हरेक शुभ कार्य समयमा सुरु गरे उत्तम सिद्ध हुनेछ र पूर्ण हुनेछ भन्ने शास्त्रीय मान्यता पनि रहेको छ। अब लागौँ बिहीबारतर्फ। शुभ कार्यहरूबाट सुरु गरौँ। बिहीबारको दिन बहुमूल्य धातु तथा सामानहरूको खरिद गर्न उपयुक्त मानिन्छ, जस्तै स्वर्ण आदि। बिहीबारको दिन कुनै पनि व्यवसायको क्षेत्रमा लगानी गर्न उपयुक्त मानिन्छ। अध्ययन तथा विद्यार्जनका लागि उपयुक्त मानिन्छ। अतः बिहीबारको दिन कुनै शिक्षण संस्थामा भर्ना लिँदा उपयुक्त मानिन्छ। बिहीबारको दिन धार्मिक कार्यहरूका लागि मन्दिर तथा धार्मिक स्थलहरूको दर्शन तथा भ्रमण आदिका लागि शुभ मानिन्छ। आर्थिक कारोबारका लागि पनि उपयुक्त मानिन्छ। विद्युतीय सामानहरूको खरिद गर्न पनि उपयुक्त मानिन्छ। यो दिन किनेका उक्त सामग्रीहरू लामो समयसम्म टिकाउ रहन्छ भन्ने विश्वास पनि गरिन्छ। अब लागौँ बिहीबारको दिन मदिरा तथा मांसाहारी आहार गर्न सेवन गर्न शुभ मानिँदैन। अब लागौँ कृष्ण पक्ष अष्टमी तिथितर्फ। यो जया तिथिमा पर्दछ। यो तिथिमा यी कार्यहरू गर्नका लागि शुभ मानिन्छ। सैन्य शक्ति संग्रह, कोर्ट कचहरीको मामिला, शस्त्र हतियार तथा वाहन खरिद गर्नका लागि उपयुक्त मानिन्छ। प्रशासनिक विभागको साथसाथै न्यायिक विभाग, कुनै पनि शिक्षा प्रतियोगितामा भाग लिनु परेमा या विद्या आरम्भ गर्नु परेमा, प्रदेश जानु परेमा, सङ्कल्प सिद्ध लिनु परेमा, कुनै पनि प्रकारका प्रतिस्पर्धामा भाग लिनु परेमा यो तिथिमा गर्दा सर्वोत्तम मानिन्छ। अब लागौँ कौलवकरणतर्फ। कौलवकरण शुभचर करण हो। यो करणमा मित्रदेवद्वारा शासन गर्दछ। यो करणमा निम्न कार्यहरूका लागि उपयुक्त मानिन्छ। मित्रताका लागि उत्तम मानिन्छ। यो दिन नयाँ मित्र बनाउन, मित्रता निभाउन, भाइचाराको सम्बन्ध स्थापित गर्नका लागि उपयुक्त मानिन्छ। स्त्रीसँग सम्बन्धित कार्यहरू, विवाह, रमाइलो, भेटघाट, प्रेम, रसरङ आदिका लागि पनि उपयुक्त मानिन्छ। सिद्धि प्राप्तिका लागि पनि यो करणको साधना सुरु गरेमा पनि राम्रो मानिन्छ। यो करणको ग्रह स्वामी मङ्गल हो। अब लागौँ आयुष्मान योगतर्फ। देवता चन्द्र, ग्रहदेव केतु। भारतीय संस्कृतिमा कसैलाई आफ्नो आयुको आशीर्वाद दिनु परेमा आयुष्मान भव भन्ने गरिन्छ। अतः यो योगमा गरेका कार्य बहुत लामो समय अवधिसम्म शुभ फलदायी प्रदान गर्नेछन्। यसरी भनौँ कि यो योगमा गरिएका कार्यले लामो अवधिसम्म शुभ फल दिनेछ र जीवनभर सुख प्राप्त, लाभ प्राप्त हुनेछ। अब लागौँ उत्तरसाधा नक्षत्रतर्फ। शुभ कार्यहरूबाट सुरु गरौँ। शान्ति, प्रेमी तथा सन्तानको स्वभाव कार्यहरू गर्न उपयुक्त मानिन्छ। खोज, अनुशासन तथा
अध्ययन साधनाका लागि उपयुक्त मानिन्छ। कसम या भाषा दिनु परेमा यो दिन उपयुक्त मानिन्छ। धरौटी राख्न, विवाह तथा प्रतिस्पर्धाको दिन उपयुक्त मानिन्छ। निर्माणसँग सम्बन्धित कार्यहरू जस्तै घर निर्माण, अफिस निर्माण आदिका लागि उपयुक्त मानिन्छ। आर्थिक कारोबार तथा लेनदेनका लागि पनि उपयुक्त मानिन्छ। कसैबाट सहयोगको आवश्यकता पर्ने या कसैबाट सहयोग लिनुपर्ने खालका कार्यहरू गर्न सुरुवात गर्न पनि उपयुक्त मानिन्छ। कलाकारिता, कलात्मक कार्यहरूका लागि पनि उपयुक्त मानिन्छ। रोग, बिमार, औषधि उपचार गर्न, यौनजन्य क्रियाकलाप तथा गृह प्रवेश, बच्चाको नाम राख्न तथा वृक्षारोपण वा बागवानी कसैसँग सम्बन्धित कार्यहरूका लागि उपयुक्त मानिन्छ। अब लागौँ अशुभ कार्यहरूतर्फ। यात्राका लागि अशुभ मानिन्छ। कानुनी, कोर्ट कचहरी, मुद्दा मामिला तथा कानुनी उजुरीका लागि उपयुक्त मानिन्छ। शत्रुसँग टक्कर लिनु या शत्रु पक्षसँग विवाद गर्नका लागि यो दिन शुभ मानिँदैन। शीघ्र, छिटो, छरितो प्रकृतिका कार्यहरू यो दिन प्रारम्भ गर्न अशुभ मानिन्छ। सट्टाबाजी तथा जुवातासका लागि पनि यो दिन शुभ मानिन्छ, शुभ मानिँदैन। अब लागौँ राशिफल खण्डतर्फ। पञ्चाङ्ग खण्डको समाप्त भएको छ भने अब हामी राशिफल खण्डतर्फ प्रवेश गर्नेछौँ। तपाईँले सुरुमा पञ्चाङ्ग खण्ड श्रवण गरेर मात्र राशिफल खण्डमा प्रवेश गर्नुहोला। अब लागौँ मेष राशिबाट। सुरु गरौँ मेष राशि। मेष राशि हुने व्यक्तिहरूका लागि व्यापार व्यवसायमा लाभ प्राप्त होला, धन लाभ होला, उत्तम भोजन प्राप्त हुन सक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुन सक्ला। स्त्रीबाट पनि सहयोग र साथ मिल्न सक्छ। अब लागौँ वृष राशितर्फ। वृष राशि हुने व्यक्तिहरूका लागि कार्यसिद्धि होला, मान सम्मानमा वृद्धि होला, स्वास्थ्यले पनि साथ देला, साथै उच्च अधिकारीबाट पनि साथ र हौसला मिल्दा तपाईँको कार्यको तारिफ हुन सक्छ। अब लागौँ मिथुन राशितर्फ। मिथुन राशि हुने व्यक्तिहरूका लागि चन्द्रमा प्रकाशवान भएर तपाईँको नवम भावको गोचरमा छ। तपाईँको लामो दीर्घ यात्रा सफल रहनेछ, भाग्यले साथ दिनेछ। यो अवधिमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछन्। तपाईँको कार्यसिद्धि हुनेछ। उक्त अवधिमा धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु र दान दक्षिणाका लागि पनि उत्तम समय रहनेछ। अब लागौँ कर्कट राशितर्फ। कर्कट राशि हुने व्यक्तिहरूका लागि स्वास्थ्यको ख्याल राख्नुहोला, मन शान्त रहनेछ। कष्ट, रोग, घाटा, आकस्मिक सङ्कट आदिको भय रहन्छ। अब लागौँ सिंह राशितर्फ। सिंह राशि हुने व्यक्तिहरूका लागि धनलाभ प्राप्त हुन सक्छ। व्यापार व्यवसायमा सन्तुष्टिजनक नतिजा प्राप्त हुन सक्ला। दाम्पत्य सुख र आफ्नो पार्टनरबाट सुख प्राप्त हुनेछ। सुखद यात्रा पनि हुन सक्ला, स्वास्थ्यले पनि साथ देला। अब लागौँ कन्या राशितर्फ। कन्या राशि व्यक्तिहरूका लागि मन प्रसन्न रहला, धन र स्वास्थ्यको लाभको साथै सुख प्राप्त होला, शत्रुमाथि विजय प्राप्त हुनेछ, तर यो समय अवधिमा व्ययमा वृद्धि हुन सक्छ। अब लागौँ तुला राशितर्फ। तुला राशि व्यक्तिहरूका लागि पढाइ तथा प्रेममा सफलता, मन प्रसन्न रहला, रचनात्मक तथा कलाकारितामा मन जाला, सन्तानबाट सन्तुष्टि प्राप्त होला। अब लागौँ वृश्चिक राशितर्फ। वृश्चिक राशि व्यक्तिहरूका लागि तपाईँको मन शान्त तथा निराश रहन सक्छ। तपाईँको कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला, यात्राको सम्भावना पनि रहला। यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला। अब लागौँ धनु राशितर्फ। धनुराशि व्यक्तिहरूका लागि सुख र धनको प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुन सक्छ। आफन्त तथा मित्रादिबाट सहयोग र साथ मिल्न सक्छ। स्वास्थ्यको साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। पराक्रममा वृद्धि होला। तपाईँको समय उत्तम सिद्ध रहनेछ। छोटो दूरीको सुखद यात्रा पनि हुन सक्छ। अब लागौँ मकर राशितर्फ। मकर राशि व्यक्तिहरूका लागि तपाईँका लागि द्वितीय भावमा प्रकाशवान चन्द्रमा गोचरमा छ। तपाईँको बोली तथा बाढीमा वृद्धि हुनेछ। उत्तम भोजन प्राप्त होला, साथै धनलाभ पनि रहला। आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला। अब लागौँ कुम्भ राशितर्फ। कुम्भ राशि व्यक्तिहरूका लागि चन्द्रमा प्रकाशवान भएर तपाईँको नवम भावको गोचरमा छ। उक्त अवधिभरि तपाईँको दिन अनुकूल रहनेछ। गोचरमा चन्द्रमा तपाईँको चन्द्र लग्नमाथि आएको छ। उक्त अवधिभरि तपाईँको दिन अनुकूल रहनेछ। सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र आभूषण दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला। अब लागौँ मीन राशितर्फ। मीन राशि व्यक्तिहरूका लागि तपाईँका लागि उक्त अवधि अनुकूल नरहला। तपाईँको अनावश्यक यात्रा तथा खर्च हुन सक्छ। आफ्नो स्वास्थ्यको ध्यान दिनुहोला। व्यर्थको कार्यमा आफ्नो ऊर्जा, समय र पैसा खर्च हुन सक्छ। आदरणीय दर्शक एवं श्रोता मित्रहरू, तपाईँहरूले राशिफलका कुरालाई मध्यनजरमा राखेर आफ्ना नित्य तथा नैमित्त कार्यहरूलाई अगाडि बढाउनु भयो भने पक्कै पनि तपाईँहरूको दिन सफल, राम्रो र शुभ हुनेछ, सोचे अनुरूपको हुनेछ। तपाईँहरूले हाम्रो च्यानललाई अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर सँगै आउने बेल नोटिफिकेसनलाई पनि अलमा राख्न नबिर्सिनुहोला। र कुन ठाउँबाट हेर्दै सुन्दै हुनुहुन्छ, कस्तो लाग्दैछ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया तलको कमेन्ट बक्समा दिन नबिर्सिनुहोला। ज्योतिष सम्बन्धी केही कुरा जान्न, बुझ्न, सिक्न मन छ भने तपाईँको पारिवारिक जीवन, वैवाहिक जीवन, विद्यार्थीगत जीवन, पेसागत जीवन, जुन कुनै क्षेत्रमा पनि समस्याहरू देखेका छन् भने तल रहेको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ भन्दै आजका लागि छुट्छौँ, बिदा हुन्छौँ। अर्को दिन अर्को भिडियोका साथमा भेट्नेछौँ। हस्त, धन्यवाद। शुभ दिन, शुभ समय।